तपाईले शेयर बेच्नुभयो तर शेयर ट्रान्सफर कसरी गर्ने त्यो थाहा छैन भने आजको भिडियो तपाईको लागि उपयोगी हुनेछ। आजको भिडियोमा हामी शेयर कसरी ट्रान्सफर गर्ने त्यो सिक्ने छौं। शेयर ट्रान्सफर गर्नको लागि मेरो शेयरमा लगइन गर्नु होला। मेरो share.cdsc.com.np मा लगइन गर्नु होला। लगइन गरिसकेपछि तपाईको इन्टरफेस यस्तो आउँछ। त्यसपछि अब यहाँ हेर्नुहोस् लेफ्ट साइडमा तीनवटा लाइन छ, त्यहाँ क्लिक गर्नुहोस्। त्यहाँ क्लिक गरिसकेपछि अब यहाँ हेर्नुहोस् माई परचेज सोर्स भन्ने लेखेको हुन्छ। माई परचेज सोर्समा क्लिक गर्नुहोस्। माई परचेज सोर्समा क्लिक गरिसकेपछि अब यहाँ हेर्नुहोस् स्क्रिप्ट भन्ने लेखेको छ। स्क्रिप्टमा तपाईले कुन स्क्रिप्ट बेच्नु भएको हो त्यसलाई यहाँ लेख्नुहोस्। यहाँ अटोमेटिकली आएको हुन्छ, त्यसलाई सिलेक्ट गर्नुहोस्। त्यसपछि सर्चमा क्लिक गर्नुहोस्। सर्चमा क्लिक गरिसकेपछि यस्तो आउँछ, कहिले किन्नु भएको, कतिमा किन्नु भएको सबै देखाउँछ। त्यसलाई टिक लगाउनुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस्। यहाँ पनि टिक लगाउनुहोस् र अपडेटमा क्लिक गरिदिनुहोस्। टिक लगाएर अपडेटमा क्लिक गरिसकेपछि अब यस्तो आउँछ। अब हेर्नुहोस् राइट साइडमा के छ, माई होल्डिंग्स छ। माई होल्डिंग्समा पनि स्क्रिप्ट छ। स्क्रिप्टमा तपाईको फेरि स्क्रिप्ट आउँछ, त्यो स्क्रिप्ट सिलेक्ट गर्नुहोस् र सर्च गर्नुहोस्। यहाँ फेरि टिक लगाउनुहोस्। टिक लगाइसकेपछि प्रोसिडमा क्लिक गर्नुहोस्। पुनः टिक लगाउनुहोस् र अपडेट गरिदिनुहोस्। त्यसपछि फेरि तीनवटा लाइनलाई क्लिक गर्नुहोस्। त्यसपछि अब माई EDS मा आउनुहोस्। माई EDS मा आएपछि बिचमा हेर्नुहोस् अलिकति यहाँ के छ, ट्रान्सफर शेयर्स भनेर लेखेको छ। ट्रान्सफर शेयर्समा क्लिक गर्नुहोस्। अब यहाँ हेर्नुहोस् तपाईको जुन ट्रान्सफर गर्नुपर्ने हो त्यो अटोमेटिकली आइसकेको छ। अब यहाँ भ्यू डिटेलमा क्लिक गर्नुहोस्। भ्यू डिटेलमा क्लिक गरिसकेपछि यस्तो आउँछ। यहाँ पुनः टिक लगाउनुहोस्। तपाई चेक गर्न सक्नुहुन्छ, तपाईले बेचेको प्राइस, किनेको प्राइस सब देखाउँछ। टिक लगाउनुहोस् र प्रोसिड गरिदिनुहोस्। प्रोसिड गरिसकेपछि फेरि यहाँ टिक लगाउनु पर्ने हुन्छ, एग्री गर्नुपर्ने हुन्छ। एग्री गर्नुहोस् र कन्फर्म गरिदिनुहोस्। कन्फर्म गरिसकेपछि तपाईको शेयर ट्रान्सफर हुन्छ। यदि तपाईले समयमै शेयर ट्रान्सफर गर्नु भएन भने तपाईलाई ब्रोकरले फाइन लगाउन सक्छ, लगाउँछ पनि। त्यही भएर तपाईले बेचेको समयमै तपाईले शेयर ट्रान्सफर गर्नुपर्ने हुन्छ। यदि तपाईको मेरो शेयर एकाउन्टमा यस्तो देखाएको छैन भने केही समय पर्खिनुहोस्। ब्रोकरहरुको क्लोजिङ टाइम, अफिस क्लोजिङ टाइम भन्दा अगाडि पठाउँछ, यानी कि 3, 4, 5 जतिखेर पनि पठाउन सक्नुहुन्छ। त्यसपछि तपाईले हेर्नुभयो भने तपाईको मेरो शेयरमा देखाउँछ। त्यो भन्दा अगाडि तपाई बेचे लगत्तै शेयर ट्रान्सफर गर्न खोज्नु भयो भने पनि यस्तो देखाउँदैन। हस्, धन्यवाद। आजको भिडियो तपाईलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। यदि तपाईलाई मन पर्यो भने लाइक गरिदिनु होला र साथीहरुलाई सहयोग हुन्छ भन्ने लाग्छ भने शेयर पनि गरिदिनु होला। हस्, धन्यवाद। फेरि भेटौं अर्को भिडियोमा।